अब नेक्स्ट बार कहिले खबर गर्नु होला। कति राम्रो सिने देखिन्छ नि त। वाउ भाउजू हामीहरू आउँदैछौँ गाडीमा उठ्यौँ भने पनि तब यस्तो नयाँ सालको टाइममा र बिहानै उठ्नुपर्छ। दुईटा नन्दा भाउजू मजाले लागिहाल्यो। पुलाउ मासु पुरी सब्जी बनाऊ चटाइटाइ एउटा बक्स किन्ने होइन अनलाइनबाट त पाइहालिन्छ त्यसो पनि। एक्चुअली मेरोसित यहाँको मिसोको एड्रेस थाहा छैन अनि म पठाइदिन सक्छु के जति पक्षीवटा नाइ भनेको हजुर आउनु अगाडि के हजुरले भन्नु होला भाउजू एउटा बक्स अर्डर दिइदिनु दाइलाई हुन्छ किनेर ल्याइदिनु भनेर बनाउने सबले लिएर जाऊँ। सानो ग्यास हुन्छ नि यत्रो सानो ग्यास हो त्यो ग्यास एउटा लिने जाने स्टोभ लिने क्या स्टोभमा त केरासिन तेल कहाँ हातको पाउँदै ग्यासै लिनुपर्छ। बस जाने टाटाउटा लिएर गाना बजाइ खालि आफ्नो घरको परिवार कति राम्रो लाग्छ नि त गरे पनि घुम्ने फिर्ने फोटो उटो खिच्ने जाने बित्तिकै कफी सफी बनाएर खाऊँ। 10-11 बजे तक निक्लिहाल्नु पर्छ क्या। कफी फी बनाऊ अन्डा सन्डा बोइल गरेर ब्रेड सेट लिएर जाने ब्रेडमा अन्डा सन्डा उगाल्ने खाएर यसो 3-3:30 बजीतिर खाना उना खाने फेरि यस्तो 5 बजीतिर हजारमा आइहाल्ने। अलिकति यस्तै रहँदा होइन त्यही त यसरी बनाउने कि खाना घरमा पनि राखेर जाने ताकि यताबाट आयो भने दुबारा बनाउन नपर्छ थाकिहाल्छ नि होइन हुनु त ठुलो भाँडामा एकैबार पकाइदिनु पर्छ। पुलाउ मासु राखेर जाने कृत्या अब त नजा बेटा लडी आउँछ यहाँ आइज दुईटा जस्तो यहाँको बच्चाहरूलाई लिने एकैसित पनि खेल्न भइहाल्छ। यही केटीले लिनुपर्छ बिचरालाई यिनीहरू अब यहीँ बस्छन् होला नि। बुढालाई अस्ति भक्कु खुट्यो कि यसको भाउ निन्द्रा खाले के गर्दै एउटै ठाउँमा बसिरहेको छ। ओरी नजा यहाँ देख्नु हाई बोल